कति राम्रो ठाउँ के कति राम्रो ठाउँ कति रमाइलो भगवान् म चाहिँ फर्स्ट टाइम यति राम्रो ठाउँमा जाँदैछु होइन अनि यो ठाउँमा आएर चाहिँ मलाई कस्तो कस्तो फिल भइरहेछ साथीहरू सेवा रो म चाहिँ अनुसार राई आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि मलाई पनि एकदमै ठिक छ आजको हाम्रो यात्रा चाहिँ काठमाडौँ कपनदेखि चितलाङसम्मको यात्रा हुनेछ सबैजनाले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला आज चाहिँ हामी चितलाङ जाँदैछौँ अनि अहिले चाहिँ हामी रुमदेखि निस्किन आँटेको अनि दिदीहरू चाहिँ गाडीमा अनि दिपेश र म चाहिँ बाइकमा जान लागेको काठमाडौँको जाँदा तपाईँहरूलाई थाहा छँदैछ साथीहरू काठमाडौँबाट हामीलाई निस्किनु पनि झन्डै 1 घन्टा लाग्यो के अनि बल्ल बल्ल खै कहाँनिर हो पुगेर हामीले चाहिँ बाइकमा तेल लगायौँ त्यसपछि चाहिँ यति रफ्तारमा हामी लाग्यौँ यति राम्रो बाटो होइन अनि कस्तो रमाइलो भइरहेको थियो चिसो चिसो मौसम थियो होइन अनि दिपेशले चाहिँ ज्याकेट पनि बोकेको थिएन ऊ र म चाहिँ मस्त गफ गर्दैछौँ के अनि अब यो कहाँबाट जान्छ कुन बाटो जान्छ कहाँबाट जान्छ भनेर चाहिँ मलाई नसोध्नु होला है साथीहरू किनभने मलाई पनि थाहा छैन काठमाडौँ बसेको त यत्रो वर्ष भयो तर पनि मलाई मजाले थाहा भएको भनेको चाहिँ चाबेल र बौद्ध मात्रै हो अनि मजाले हामी चाहिँ जाँदैछौँ जति गयो त्यति बाटो राम्रो यति रमाइलो कि साथीहरू म तपाईहरुलाई यो भिडियोमा जति पनि देखाइरहेको छु र शब्दमा जति पनि वर्णन गरिरहेको छु नि त्यो भन्दा चाहिँ एकदमै मेरो शब्द र मेरो अनुमानमा चाहिँ एकदमै कम है किनभने मैले बोलेको शब्दहरु भन्दा चाहिँ धेरै राम्रो अनि धेरै रमाइलो लाग्यो अनि एक ठाउँमा चाहिँ दिपेशलाई भोक लाग्यो रे भनेर हामीले चाहिँ चिसो खायौं अनि त्यसपछि फेरि पनि लाग्यौं अनि यो अगाडि देख्न सक्नुभएको गाडी चाहिँ हाम्रो बहिनी अनि दिदीहरुको अब कति धेरै काम गर्ने कति धेरै दुःख गर्ने है अब दिपेशको त झन् कति धेरै दुःख हुन्छ नि त अनि बल्ल बल्ल आउँदाखेरि चाहिँ उलाई चाहिँ एकदमै स्पेशल होस् रमाइलो होस् यस्तो धेरै त होइन त्यही पनि ठिक्क रमाइलो होस् भनेर चाहिँ आज हामी निस्केको कि अनि यो देखाएको ताल चाहिँ यो कुलेखानी ड्याम हो के मलाई चाहिँ पहिल्यैदेखि यहाँ आउनु कति धेरै मन थियो त्यही पनि आज आइपुग्यो अनि हामी चाहिँ फाइनली यहाँनिर चितलाङमा पुगेर एउटा रिसोर्ट गयौं हैन अनि सोधेर अब के कस्तो रहेछ बुझौं न त भनेर हामी चाहिँ गएको थियौं अनि यहाँ चाहिँ एकदमै राम्रो बस्ने ठाउँ भ्यूहरु चाहिँ एकदमै राम्रो भिडियो सिडियो बनाउनु अनि फ्यामिलीसँग बस्नु चाहिँ एकदमै राम्रो रहेछ तर हामीलाई चाहिँ अलिकति मन परेन अनि उहाँले चाहिँ हामीलाई रुम देखाउन लानु भएको थियो अनि रुमहरु पनि सोचेको जस्तो ठाउँमा थिएन के अनि एकदमै टाढो पर्यो हामी धेरै जना गएको कारणले गर्दा हामीलाई चाहिँ धेरैवटा रुम चाहिएको थियो नि त थ्यांक यू साथीहरु मेरो भिडियो आजलाई यति नै